नमस्कार। मिडिया प्लानको प्रस्तुति कार्यक्रम नेपाल टुडेमा यहाँहरूलाई स्वागत छ। दर्शकवृन्द, त्यसै पनि राजनीतिलाई फोहोरी खेल भनिन्छ। किन राजनीतिलाई फोहोरी खेल भनिन्छ? एउटा आम मानिसको धारणा बुझ्ने हो भने प्राय समान उत्तर पाउँछौँ हामी। राजनीतिमा लागेका मानिसहरूको कर्म अनि पैसा कमाउने गलत बाटोका कारण नेपालको राजनीतिलाई फोहोरी खेलको रूपमा मान्नेहरूको जमात निकै छ। साँच्चै राजनीति फोहोरी खेल हो वा होइन, त्यो बहस बेग्लै प्रसङ्गमा गरौँला। आजको कार्यक्रमको सुरुवात गर्दैछौँ राजनैतिक जीवनमा सक्रिय भएर पनि कृषि उद्यमलाई सँगै अगाडि बढाइरहेका भक्तपुरका एक युवाको प्रसङ्गबाट। दर्शकहरू, एउटा यस्तो व्यवसाय जुन पवित्रतासँग जोडिएको छ, गाई पालन। काठमाडौँदेखि नजिकै भक्तपुरमा गाई पालन थाल्नुभएका एकजना युवा हुनुहुन्छ, विष्णु कार्की। उहाँ राजनीतिदेखि अलिकति पृथक हिसाबले हेर्ने हो भने उहाँ कृषि उद्यमीको रूपमा पनि सफल परिचय बनाइसक्नु भएको छ। राजनीति र कृषि पेसा मानिसको जिन्दगीसँग जोडेर हेर्ने हो भने यी दुई काम प्रकृति र स्वरूपका हिसाबले फरक देखिन्छन्। तर समयको व्यवस्थापन गर्न जान्ने र इच्छा शक्ति हुने हो भने असम्भव भन्ने केही छैन भन्ने कुराको उदाहरण हुन् विष्णु कार्की। उमेरले भर्खर 34 पुगेका विष्णु नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव हुन्। तर उनको दैनिकी राजनीतिसँग मात्र होइन, कृषि व्यवसायसँग पनि जोडिएको छ। भक्तपुरको बालकोट गाविस वडा नम्बर 9 का विष्णुले घर छेउमै रहेको आफ्नै जग्गामा गाई पालन गरेका छन्। राजनीति गर्ने मानिसले कृषि गर्नु हुँदैन भन्ने हाम्रो संस्कारमा कृषि पेसा गरेर घर परिवार र राजनीतिका लागि चाहिने खर्च जुटाउन पनि सफल भएका छन् उनी। मैले मासिक भन्दाखेरि म गाडी चढेर हिँड्छु। मलाई गाडीमा तेल हाल्न पनि पुगेछ। मेरो बच्चाहरू राम्रै स्कुल पढ्छन्, फी तिर्न पनि पुगेछ। मैले घर पनि चलाउनलाई पुगेछ यहीबाटै। अरूतिर मैले अहिले खासै हात हालेको छैन। यसैलाई नै व्यावसायिक उसमा गरेको छु। एकदम सन्तुष्ट छु म। यो युरोप गइरहनु पर्दैन, अरब त नभनौँ, युरोप पनि जानु पर्दैन। युरोप, जापान, अमेरिका पनि जानु पर्दैन। महिनाको 1.5-2 लाख रुपियाँ कमाउनलाई आखिर विदेश गइरहनु पर्दैन रहेछ शिक्षितले। है, मैले जस्तो अब यहाँ गर्दाखेरि 7-8 जनाले रोजगारी पनि पाए। जर्सी र होलस्टिन जातका 23वटा गाई पालेका विष्णुलाई दुध बेच्न कुनै समस्या छैन। बाक्लो मक्खन ननिकालेको पोसिलो दुध दुहुँदै फारमबाटै बिक्री हुन्छ। यस्तो दुध दैनिक 140 लिटर भन्दा बढी बिक्री गरिरहेका छन् उनी। गाई पालनमा मात्र सीमित रहेनन् विष्णु। परम्परागत रूपमा धान, गहुँ खेती हुँदै आएको आफ्नो खेतमा गाईको गोबर मल र गहुँको उपयोग गर्दै अर्ग्यानिक तरकारी खेती गर्ने सोच जाग्यो उनमा। गाई फार्मसँगै जोडिएको खेतमा तरकारी पनि लगाउन थाले। अहिले 15 रोपनी खेतमा गोलभेडा, खुर्सानी, घिरौँला, करेला लगायतका तरकारी खेती गरेका छन् उनले। विष्णुको यो व्यवसायबाट स्थानीय युवाहरूले समेत रोजगारी पाएका छन्। पछिल्लो समयमा विष्णुले आफ्नो व्यवसायमा अर्को नयाँ सोच पनि ल्याए, इको फार्मिङ। साँच्चै भन्दा इको सिस्टम टाइपले एउटालाई गर्ने गरेर यसरी बिस्तारै रूपले बनाउँदै लिएर गएको मैले। त्यही भएर पहिला सुरुमा गाई गरेँ, त्यसपछि अर्ग्यानिक गरेँ। अर्ग्यानिक गर्दाखेरि फेरि कुखुरा गरेँ। त्यसरी घुम्न थाल्यो। तरकारीमा लाग्ने किरा, काम नलाग्ने फोहोरको व्यवस्थापन हुने र आम्दानीको अर्को स्रोत पनि थपिने भएकाले
कुखुरा पनि पाल्न थाले उनले। लोकल जस्तै गिरिराज कुखुरा पनि बेच्छन् उनी। दुध, मासु अनि तरकारीको यो व्यवसायले विष्णुलाई राम्रो आम्दानी दिएको छ। उसो त राजनीति गर्नेहरू चन्दाको भरमा हुन्छन्, तर विष्णु चन्दा माग्दैनन्, दिन्छन्। विष्णुको उद्यमशीलता देखेर भक्तपुरमा अरू धेरै युवाहरू पनि कृषि व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। एउटा युवाले र एउटा उद्यमीले सफलताका साथ र परिश्रमका साथ मेहनत गर्ने र सानो कामबाट पनि आफ्नै गाउँ घर वरपरबाट अवसर खोज्ने हो भने सम्भावना हाम्रै वरिपरि छन्। त्यसका लागि अथक प्रयास, मेहनत र एउटा दृढताको आवश्यकता भने अवश्य जरुर हुन्छ। यसरी भक्तपुरको बालकोटमा आफ्नै जग्गामा इको फार्मिङ गरी अन्य युवाहरूलाई समेत रोजगारी दिन सफल विष्णुको कर्मबाट हामीले धेरै सिक्न सक्छौँ। भक्तपुरको यो प्रसङ्गपछि लागौँ ललितपुरतर्फ। ललितपुरको ठेचो गाविसको उब्जाउ नै नहुने उज्जा डाँडामा पसिना बगाएर उन्नतिको पाइला चालिरहेका युवाको प्रसङ्ग जोड्नेछौँ यो सानो विश्रामपछि। खाना खानु अगाडि चर्पी गएपछि, बच्चाको दिशा धोएपछि, खाना पस्कनु अघि साबुन पानीले हात धुने बानी बसाल्नु। जनहितका लागि ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति। छोरीलाई बाख्रा हेर्न होइन, विद्यालय पठाऊ। पूर्वी पहाडी जिल्ला खोटाङ नेर्पाका शम्भु राई विदेश बसाइको 13 वर्षपछि स्वदेशमा सम्भावना खोज्दैछन्। शम्भुका वैदेशिक अनुभव र त्यसले उनको व्यवसायमा ल्याएको निखारता कस्तो छ? 21 वर्ष अगाडि काठमाडौँको अमर आदर्श माविबाट पहिलो श्रेणीमा एसएलसी पास गरेका उनी त्यस लगत्तै विदेश हानिए। समयले साथ दिएको भए सायद उनी इन्जिनियर बन्थे, तर पनि अहिले उनको काम गर्ने शैली र पेसा इन्जिनियरको भन्दा कम छैन। खोटाङको नेर्पा गाविस वडा नम्बर 6 नेर्पाका 36 वर्षीय राई वैदेशिक रोजगारीको क्रममा 13 वर्ष कोरियामा बिताए। विभिन्न इलेक्ट्रोनिक्स कम्पनी, गिटार कम्पनी हुँदै तरकारी एवं पशुपालन कम्पनीमा समेत काम गरेका शम्भु नेपाल फर्केपछि अहिले ललितपुरमा 10 रोपनी जग्गा भाडामा लिएर अर्ग्यानिक तरकारी, बङ्गुर एवं कुखुरा पालनमा लागेका छन्। शम्भुजी, यहाँलाई स्वागत छ कार्यक्रममा। यहाँलाई स्वागत छ। के छ अहिले, कस्तो लागिरहेछ तपाईँले? आफ्नो पहिलाको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न थोरै। हजुरको भन्दाखेरि म काठमाडौँ आएको चाहिँ ठ्याक्क 12 वर्षको उमेरमा आएको हो। अनि काठमाडौँमै हाई स्कुलसम्म काठमाडौँको मानिसहरूमा अमर आदर्श, अहिले त त्यो स्कुल छैन पनि, त्यहीँ एसएलसीसम्म त्यहाँ गरियो। अनि त्यसपछि त्यतिखेर जनआन्दोलन 2046, त्यसरी मेरो बुवा चाहिँ राष्ट्रिय पञ्चायतको उपाध्यक्ष हुनुहुन्थ्यो र कालान्तरमा अब त्यतिखेर अलिक पञ्चहरूले चाहिँ अलिक अछुतै जतिको मान्यता थियो। त्यसपछि अब सबै पञ्चहरू चाहिँ भ्रष्टै छ भन्ने मान्यता थियो, तर सबै पञ्चहरू चाहिँ त्यस्तो थिएन। त्यसकारण हामीलाई अब मैले त्यतिखेर 2048 सालमा मैले एसएलसी पास गरेको थिएँ र
त्यतिखेर मैले राम्रो मेरो पढाइ पनि राम्रै थियो म दिक्तेल रिजल्ट हुँदाखेरि दिक्तेल गएको थिएँ मेरो के अरे सदरमुकाममा मेरो रिजल्ट त्यहाँ भएको थियो तर त्यतिखेर मैले कति राम्रो पढेछु भन्ने कुरा त्यो दिक्तेलमा फर्स्ट डिभिजन गर्ने मान्छे कोही पनि थिएन त्यो साल त्यो ब्याचमा अनि बुवा एकदमै खुसी हुनुभयो मैले फर्स्ट डिभिजन पास गरेर छोरा के पढ्छस् भन्नुभयो बुवाले अनि दाइ इन्जिनियर पढ्ने बेङ्गलोरमा अनि म इन्जिनियरै पढ्छु नि बुवा मलाई अलिकति यो सम्बन्धी अलिकति पनि अलिक आफूलाई इन्ट्रेस्ट पनि भएको अनि त्यसपछि दाइ मेन अब हामी त यहाँ हुँदाखेरि सजिलै हुन्थ्यो होला पढाउनु दाइ इन्जिनियर पढ्नको लागि बेङ्गलोरमा हुनुहुन्थ्यो त्यसपछि हामीलाई आर्थिक समस्या भयो त्यसपछि हामी सर्टेन टाइम चाहिँ अलिक वैदेशिक रोजगारमै अब त्यतिखेर भर्खर सुरु भएको थियो कोरिया अनि त्यसपछि कोरिया गयो जस्तो एसएलसी पास गरिसकेपछि अब चाहिँ विदेश काम गर्न जानु पर्यो भन्ने तपाईँलाई आफूलाई पनि त्यो सोच लाग्यो हजुर फिल लाग्यो किनभने अब त्यो त्यतिखेर मैले मात्रै पढ्ने थिएन मभन्दा मेरो कान्छा भाइ थियो कान्छी बहिनी मेरो कान्छी बहिनी एकदमै राम्रो थियो क्षितिजमा उसले झन्डै अब क्लासमा टपर भनौँ न त्यसरी अनि वनस्थलीमा त्यसपछि ऊ गयो 10 चाहिँ त्यहाँबाट सक्यो एकदम राम्रो पढाइ थियो अनि त्यसपछि हामीलाई क्याम्पस लेभलको अहिले के भन्छ उच्च शिक्षा भनौँ त्यो पढ्नको लागि आर्थिक समस्या होला जस्तो हो किनभने घरमा अब राजनीतिज्ञको घरमा अब गाउँले अब त्यही थियो हाम्रो समस्या होइन गाउँमा अझै पनि त्यही हो अलिकति सहरमा के आश लिएर आएका हुन्छन् गाउँलेहरू त्यतिखेर उहाँहरूलाई पनि आश्रय गर्नुपर्ने स्थिति थियो यो त्यसो गर्दा तालमेल गर्दाखेरि अलिकति हामीलाई समस्यै भयो अनि हाम्रो सोचाइ के भने 2-4 वर्ष चाहिँ बाहिर 2 वर्ष जति दुःख गरेर के हुन्छ भनेर विदेश लाग्यो र मेन चाहिँ अनि हामीले यो बिनारी भन्छ बिनारी त्यो सब्जी खेती त्यो गर्दाखेरि अनि टनेलहरू कसरी हुँदो रहेछ टनेल कसरी बनाइँदो रहेछ तर त्यहाँ चाहिँ अब फलाम र प्लास्टिक एकदम हाई क्वालिटीको तर हामीले त त्यो अझै पनि अफोर्ड गर्न सकिँदैन अनि हामीले चाहिँ बाँसकै प्रविधि ठिक छ तर बाँसलाई प्रयोग गर्न जानियो भने यो चाहिँ काठ र फलाम भन्दा पनि एकदम राम्रो चिज हो अनि हामीमा यो के अरे नेपाल भनेको त एकदम बाँसमा एकदम राम्रो उत्पादन त्यति बेला सोच्नुहुन्थ्यो कोरियामा हुँदाखेरि जस्तो कि त्यहाँ काम गर्दाखेरि ओहो यसरी काम हुँदो रहेछ है यस्तो तापक्रम अनि यति चिस्यान भएको ठाउँमा पनि यस्तो टमाटर यसरी फल्दो रहेछ सागहरू यसरी बन्दो रहेछ होइन अनि त्यति बेला यसो सम्झना आउँछ होला नि नेपालमा त यस्तो छ हावापानी यस्तो छ भन्ने कुरा आयो होला नि त्यति बेला कति दुःख गरियो भने हजुरको बिहानै जुनमै हामी निस्किन्थ्यौँ काममा 5 बजी त जुनै त लाग्छ बेलुका घर फर्किँदा कति 7 बज्थ्यो त्यतिखेर जुनै कोठाबाट आयो जुनबाट जुन लागिरहेको थियो नि गाडी चढेर जान्थ्यौँ अँधेरै हुन्थ्यो घर फर्किँदा पनि अँधेरै हुन्थ्यो त्यतिखेर मान्छेको दिमागमा आउँछ नि म देशमा गयो भने के गर्छु भन्ने कुरो अनि अर्को कुरो हामीलाई नेपालमा यो मौसमले एकदम साथ दिएको टेम्परेचर यो नेपालमा यो कति राम्रो छ भने यो विदेश यो संसारमा कहीँ पनि यस्तो देश छैन ल यो एसी भनौँ एसी भएको देश नेचुरली एसी अनि त्यसमा पनि अब हामीले बङ्गुर पालन चाहिँ एकदमै राम्रो छ नेपालमा खाना दिएर मात्रै हुँदैन उसलाई टेम्परेचर चाहिँ मैत्री हुनुपर्छ त्यसलाई अनि त्यसमा पनि अनि हामीले चाहिँ के विचार गरौँ भने भिनाजु र मैले सल्लाह गरेर यसलाई चाहिँ वातावरण मैत्री बनाइयो भने कस्तो हुन्छ भनेर अनि त्यही अनुसार हामीले खोरहरू पनि बनाएका छौँ यो प्रविधिले यसलाई मैले त के लाग्छ भने यो घमण्ड गरेको पनि होइन यो हाम्रो प्रविधि प्रयोग गर्यो भने यसले क्रान्ति नै ल्याउँछ बङ्गुर पालनमा विदेशबाट फर्किसकेपछि तपाईँ बल्ल गर्न थाल्नु यही 1 वर्ष चाहिँ रेस्ट गरियो किनभने अब होइन कति दुःख गरियो मलाई नै थाहा छ भिनाजुलाई नै थाहा छ सबैले लाउरे भने होला नि बियर पनि धेरै खाइदिए बियर पनि रक्यौँ धेरै खाइदिए यहाँ आएर जग्गा किनेर बसिसकेपछि अहिलेसम्म के कुराको अनुभव अभ्यास गरिसक्नुभयो तपाईँले के खेती गर्नुभयो के पाल्नुभयो कुखुरादेखि लिएर हजुर धन्यवाद मेन त अब यहाँ हामीले 3टा टार्गेट गरेको हो बङ्गुर कुखुरा र टमाटो अब यो कुखुरा चाहिँ म यो कस्तो भने अलिकति ठ्याक्क अलिकति कन्फिडेन्टली भन्न सकिँदैन अब हाम्रो 2-3 चोटि हामीले निकालिसक्यौँ कुखुरा खासै फाइदा पनि छैन त्यो अलिकति हाम्रो कमजोर पनि होला होइन सुरुमा भएर तर बङ्गुर र टमाटोमा मलाई एकदमै कन्फिडेन्ट छ किनभने यो डाँडा भनेको एकदम डेजर्ट हो यहाँको माटो भनेको कस्तो भने तपाईँले देखिरहनु भएको छ है यो कृषि योग्य माटो चाहिँ होइन तर पनि हामीले यहाँ दुःख गरेर टमाटर हामीले झन्डै सानो 3टा टनलबाट एक सिजनमा झन्डै 4 टन निकाल्यौँ त्यसपछि अहिले 8वटा 3टामा 4 टन निकालेको थियौँ लास्ट इयर
अनि अहिले 8वटा बनाएको छौँ। 8वटा भनेपछि त अहिले त धेरै टमाटर निस्किने सम्भावना अहिले धेरै निस्किसक्यो हाम्रो झन्डै अहिले यो कति 1-2 महिनामा झन्डै 13-14 केजी 2 टन 2 टन निस्किसक्यो अहिले सुरुमै। अब यो त कति भने 5-6 महिना अझै कन्टिन्यू फल्ने यो बङ्गुर पनि झन्डै कति 10वटाबाट सुरु गर्नुभयो पहिला? मैले यो पाठा चाहिँ हामीले 10वटा पाठाबाट सुरु गरेको हो यो झन्डै कति भयो 14-15 महिनामा। तर अहिले हामीले माउहरू तयार गरेर पनि 100वटा पिग्लेट्सहरू हामीले उत्पादन गरिसक्यौँ र यसको धेरै माग छ त्यो हामीले पुर्याउन सकिरहेको छैनौँ र अलिकति बिचमा व्यस्त पनि भयो किनभने यहाँ देखेर अरू साथी यहाँ छिमेकीहरूले पनि उहाँहरूले पनि रिक्वेस्ट गरेर बनाइदिनुहोस् भनेर यो पारीकोहरू पनि हामीले नै बनाइदिएको यो मासतिर तनेल कुखुराको बाख्राको बनाउन अलिकति आफ्नै उमा चाहिँ ध्यान दिनु नसकेर अलिकति। अहिले शम्भु यो पेसाबाट सन्तुष्ट छन्। उब्जाउ नै नहुने डाँडामा एकातर्फ बङ्गुर पालेका छन्। यो चाहिँ भनौँ न यो प्रसुति गृह भनौँ न बङ्गुरको हाम्रो यो पिग्लेट्स उत्पादन गर्ने ठाउँ पाल्नु होला। यिनीहरू चाहिँ यो बच्चाहरू उत्पादन भएर यिनीहरू उतापट्टि यो बेचिसक्यौँ हामीले अनि यहाँ उत्पादन भइरहेको छ यिनीहरूको अहिले पिग्लेट्सहरू यिनीहरू छुट्याउने बेला भइरहेको छ। कोही चाहिँ ब्याउने घुममा यो ब्याउँछ छिटै। अहिले 100 भन्दा बढी बङ्गुर उनको बङ्गुर फार्ममा छन्। बङ्गुरको मलमूत्र सङ्कलन गरी उपयोग गर्ने संरचना पनि निर्माण गरेका छन् उनले। प्राङ्गारिक मूत्र भन्छ नि हजुर जस्तो यो यहाँ जस्तो हामी खोरहरू धुन्छौँ अनि यो खोरहरू धोएको पानी चाहिँ त्यो धुने बेला यो हटाइदिन्छौँ अनि त्यो पानीहरू 100 फिटमा जान्छ अनि त्यसलाई 1 घन्टा वेट गरेर अनि यसको जब पिसाब त्यसपछि बङ्गुरले पिसाब फेर्छ अनि त्यसपछि त्यो पिसाब चाहिँ हामी यहाँ लगाइदिन्छौँ यो पाइप अनि यो थोपा भएर यहाँ ट्याङ्की छ ड्रम छ राखेका छौँ अनि यहाँ सङ्कलन हुन्छ झन्डै 3 दिनमा 1 ड्रम जति भरिन्छ यो यहाँ 200 लिटर हुन्छ यो 2 भरिसकेको छ अहिले। अब यसलाई चाहिँ मोटरले तानेर फेरि हामी सङ्कलन गर्छौँ माथि 1 महिना जति यो एकदम कुहिन्छ भनौँ न होइन अनि युज हुने तरिका त्यो युज गर्न सक्ने खालको बन्छ अनि त्यसलाई चाहिँ हामी फेरि गोलभेडा सागसब्जीमा जेमा प्रयोग गर्छौँ। बङ्गुरले मात्र पुगेन, शम्भुले कुखुरा पनि पाल्न थाले। कुखुरा लाउनुको लागि तयार भइरहेछ। बङ्गुर अनि कुखुराको मलमूत्र उपयोग गर्दै गोलभेडा खेती पनि थाले शम्भुले। दैनिक 50-60 किलो भन्दा बढी गोलभेडा बारीबाटै बिक्री गर्छन्। यसबाट उनलाई वार्षिक 30 लाख भन्दा बढी आम्दानी हुन्छ। यो काम र दामबाट सन्तुष्ट शम्भुको सल्लाह छ, मेहनत गरे स्वदेशमै सम्पन्नता पाउन सकिन्छ, विदेश जानु पर्दैन। तपाईँको जिन्दगीको बाटोलाई यता कृषितर्फ मोड्यो र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने कुरा लाग्यो। जिन्दगीमा कहाँनिर ठक्कर अथवा कहाँनिर तपाईँको दिमागले सोच्यो तेरी यति दुःख गरियो भने त्यो दुःखको कुनै छेड छ तपाईँलाई सम्झिनुहुन्छ? यतिसम्म परिश्रम गरेर यतिसम्म खटियो भन्ने किसिमको कुनै याद छ? म अब होइन अब बुवा मेरो पहिला त्यही अब समयअनुसार हामी त्यसरी नै हुर्केको हो, हामी सुविधामै हुर्केको हो। तर के भने त्यतिखेर अब बुवाको त्यो अब व्यवस्थाले त्यो गर्यो र म विदेश लागेँ। तर विदेशमा जाँदा एकचोटि चाहिँ सक हुँदो रहेछ मान्छेलाई, दुःख के हो त भन्ने कुरो चाहिँ सक हुँदो रहेछ। तर त्यसलाई नै मैले आत्मबल लिएर ओहो यस्तो पो रहेछ है, त्यहाँ के छ राष्ट्रपतिको छोरा एकचोटि के भन्छ यिनीहरूको सर्भिस के अरे यो आर्मीमा झन्डै 3 वर्ष उसले पक्का आर्मीमा सर्भिस गरेको हुनुपर्छ। त्यहाँ राष्ट्रपतिको छोरा अमेरिका पढ्दै गरे उसले उसको छोरा यो नेसनल सर्भिस गरेनछ। कसो मैले त्यसले सबभन्दा मलाई इफेक्ट पारेको ओहो कोरियाको जस्तो यस्तो सम्पन्न मुलुकको राष्ट्र उसको छोरा अमेरिकामा पढ्दैछ तर उसको नेसनल सर्भिस गरेन र उसले उसको बाउले त हारेन। म त के हो र म त झिना मसिनै हो नि, मैले दुःख गर्नुपर्छ। तर मैले के सोचेँ भने मैले जहीँ पनि गरेँ त्यहाँको आइडियाहरू यति आफूलाई सकेसम्म लिने चाहिँ मैले जस त्यो जस धेरै कुरा सिक्नु पर्दैन, थोरै पोइन्ट मैले यसो गर्दा यस्तो हुन्छ आइडिया थोरै लियो भने चाहिँ राम्रो हुन्छ कि भनेर अनि म त्यही भएर
झन्डै 13 वर्ष जति बसियो। त्यसपछि आएर मलाई आफूले कन्फिडेन्ट नै लागेर म यसो गर्नुपर्छ भनेर निजी कामहरू सुरुवात गरिरहेछौँ। भगवान्ले कहाँसम्म पुऱ्याउँछ हेर्दै जाउँ, कोसिस गर्दै जाउँ। होइन त भगवान् अवश्य पनि काम गर्ने मान्छेहरूको पछाडि भगवान् अवश्य लाग्छ। स्वास्थ्यले पनि तपाईँसँग भेट भएर पनि हामीलाई एकदम खुसी लाग्छ। तपाईँ जस्तो एउटा मेहनती मान्छेले यसरी जुन काम गर्नुभएको छ यो चाहिँ यहाँको समाजको लागि मात्रै होइन धेरै मान्छेहरूको लागि उदाहरण छ। त्यसमा हामीलाई पनि धेरै धेरै खुसी लाग्छ होइन। यहाँसँग पनि भेट हौसला दिनुभएको छ। हजुर त्यसैलाई म धेरै धेरै धन्यवाद दिन्छु। आदरणीय दर्शकबिन, साँच्चै कामको सम्मान गर्ने परिपाटीको विकास भयो भने जब मानिसको दिमागमा कामलाई सम्मान गर्नुपर्छ भन्ने कुरा घुस्छ तब उसले त्यो काम र प्रवृत्तिपछि प्रति लगाव दिन थाल्छ। यस्तै सम्भावना र यस्ता कर्महरूबाट हरेक नेपाली नागरिकहरू सफल हुन सक्छन् भन्ने कुरा हाम्रो समाजले र हामीहरूले बुझ्नु जरुरी छ। यसरी शम्भुले आफ्नो कृषि फार्मलाई उत्पादन हुने सबै चिजलाई उपयोग गर्ने प्रविधिको पनि विकास गरे। आफ्नो फार्ममा उत्पादन भएका सबै वस्तु वा सामग्रीको उपयोग उनी आफूले मात्र गरेन, आफ्ना सदस्यहरूलाई पनि उपयोग गर्न सिकाए। विदेशमा सिकेको ज्ञानलाई आफ्नै ठाउँमा उपयोग गर्न सफल शम्भुको यो काम देखेर ललितपुरमा थुप्रै युवाहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भइरहेका छन्। हवस् त, आजलाई यति नै। यो कार्यक्रममा हामी तपाईँ दर्शक सामु आजको नेपालको यस्तै वास्तविकता र आवश्यकता राख्छौँ जसले तपाईँ हाम्रो जीवनको गति र शैलीसँग सिधा सरोकार राखेको हुन्छ। तपाईँसँग पनि कुनै यस्ता विषयहरू छन् भने हामीलाई सम्पर्क गर्नुहोस्। अर्को हप्ता नयाँ विषयका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि नेपाल टुडे युनिट बिदा चाहन्छ। नमस्कार।